नमस्ते सम्पूर्णमा। आज हामी यो कर्णाली प्रदेश सल्यान जिल्लाको बनघाट कुपिन्डे नगरपालिका वडा नम्बर 8 मा स्थित कुपिन्डे तालको परिसरमा छौँ। अहिलेको अवस्था ठ्याक्कै चैत्र महिनाको अन्तिम र वैशाखको पहिलो सिजनमा भएको हुनाले अहिले हामी यो कुपिन्डे तालको वरिपरि एकदम हरियाली बसन्त ऋतुको आगमन सँगसँगै कुपिन्डे तालको मनोरमको दृश्य एउटा स्वर्गमय दृश्य जस्तो देख्न सकिन्छ। यो तालको चाहिँ विशेषता कुनै पनि पात पतिङ्गरहरू चाहिँ यसमा खस्दैन, खसे पनि चराले लान्छ भन्ने कुरा यहाँको चाहिँ भनाइ छ, स्थानीयको भनाइ अनुसार यो चलिआएको छ। र यसलाई चाहिँ पर्यटनमा चाहिँ जोड दिनलाई चाहिँ बिस्तारै चाहिँ सुरुवाती कामहरू भएको छ र धेरै कुराहरू यसमा गर्नुपर्ने छ। र यदि तपाईँहरू सल्यान जिल्लामा आउनुभयो भने कुपिन्डे ताल नहेरी नजानु हुन सादर अनुरोध गर्दछु। यस वातावरण मैत्री यस्तो राम्रो ठाउँ परिस्थिति ताल धेरै पर्यटकीय स्थलको चाहिँ यसले सम्भावना बोकेको छ। आन्तरिक पर्यटनको प्रवर्धनमा पनि यसले चाहिँ धेरै राम्रो चाहिँ भूमिका खेलिरहेको अवस्था छ। अहिले चाहिँ हामी यस कुपिन्डे तालमा चाहिँ बोटिङ पनि गर्न सकिन्छ, साथै धार्मिक क्षेत्रहरू पनि छ र पिकनिक स्पोट पनि छ। अहिलेका युवा पुस्ताको लागि रोजाइमा पर्न सफल भइरहेको यस कुपिन्डे तालमा हामी किन नआउने, किन ढिला गर्ने? 2082लाई फेरि पनि टुरिज्म इयर भनेर चाहिँ यसलाई घोषित गर्दा र हामीले थोरै लगानी गरेर यहाँसम्म आएर पर्यावरणसँग चाहिँ बुझ्न तपाईँहरूलाई चाहिँ अनुरोध गर्दछु। फेरि पनि अर्को भिडियो यसै गरी चाहिँ बनाउने छु। नेक्स्ट एपिसोड चाहिँ सेफ सुन्नुहुनेछ।